हेलो गाइजहरु के छ खबर हामी चाहिँ अब आज हल्का यस्तो घुमघाम मार्सस लुकतिर हल्का जाँदैछौँ पछाडिको भ्युजहरू चाहिँ यस्तो छ है साथीहरू म ह्यारी ब्रो र म बाटो चाहिँ एकदम लामो है माथिसम्म यस्तो छ बाटो सामानहरू खानेकुराहरू सर्छ चिप्सहरू अघि हल्का स्पारतिर हल्का सपिङ गरी अनि उकालोतर्फ हिँड्दैछु यो अस्ति यो नेपालीहरूले यहाँ तोरीबारीमा आडेको हुन्थ्यो फुलबारी चाहिँ यो फुल सकिन्छ है यो खै के हो गाउँ हो कि के यस्तो चाहिँ उताको भ्यू मार्ससकोला बजार यता भयो हामी यहीँ पसिना गऱ्यो भने ओभर भइसक्यो दामी छ दामी यत्रो बाटो हिँडेर आइसक्यो गर्मी लागेको छ अब मालटामा है जाऊँ ल यो ठाउँको नाम चाहिँ खै के भन्छ के पो अरे यो ठाउँको नाम त के पो हो होइन मार्ससकोला त उता बजारको नाम भयो भ्यू पोइन्ट रहेछ ल अहिले उतापट्टि गइसकेपछि अझ दामी बबाल ठाउँ छ फेरि औडा गर्ने भयो यस्तो छ चारैतिर जता गए पनि समुद्रै समुद्र यस्तो चाहिँ हल्का भ्यू आउँछ होला है हामी यत्रो बाटो अब तपाईँहरूको यत्रो यहाँ हेर्नु उहाँबाट हिँडेर आयो होइन उहाँबाट हिँडेर आइसकेपछि उहाँ बसले रोकेर उहाँबाट हिँड्दै यत्रो उकालो आएपछि तपाईँको अब यस्तो टप छ फेरि यहाँ हेर्नुहोस् अब टपबाट चाहिँ यस्तो छ भ्यू छ फेरि झर्दाखेरि देख्नुभयो नि बबाल यो बाटो यताबाट आउँदै गर्दाखेरि साथीहरू है दामी हामी फुलहरू यस्तो दामी फुलबारी भेट्छौँ यस्तो दामी छ बाटो पनि पुरै हाम्रो उस्तिरको जस्तो कि ग्राभल भएर यहाँ चाहिँ अब हामी तल झर्दैछौँ फेरि बबाल ठाउँ छ अनि यताबाट भ्यूहरू यस्तो दामी छ अरू साथीले साथी र म दुईजना त्यो दामी बारीहरू है कस्तो बगाल्ने कस्तो आनन्दको ठाउँ क्या अर्कै फिल हुने यो चाहिँ के सेन्ट के बे पो भन्दो रहेछ सेन्ट के थियो
गाइजहरू अब ल हामी चाहिँ अब यो ढुङ्गामा बसेर हल्का खाने चिप्स र थ्याङ्क यू। बियर हल्का उता फेरि सिनहरू टक्कै हेर्दै ल Cheers. वाउ हामीसँग फेरि भुटेको मकै छ यहाँ भुटेको चिप्स चटपटेको सामानहरूले लिएर आएको है करेन्टको धुलो बबाल चटपटे बन्दैछ फेरि एकछिन है किप वाचिङ है त गाइजहरू है एकदम दामी बबाल मजा आउनेवाला छ आज मार्सस खालामा हल्का हान्नै पर्ने हुन्छ है भ्युज हेर्नु है ब्याकमा फेरि आफ्नो म्युजिक गइरहेको छ फेरि हाम्रो होइन सियो है गाइजहरू एकदम पछि भेटौँला है त मजा चाहिँ दामी मजा आउने क्या रमाइलो छ नि हाम्रो साउन्ड त कस्तो क्लियर आउँछ नि है साउन्ड भन्नाले यहाँबाट आउने हो जस्तो हामीले यहाँ बोलेको क्लियरै आउँछ नि मजाले होइन ल गाइजहरू है वेलकम टु माई भ्लग भन्दाखेरि पनि उस्तै छ कालो चस्मा लगाएर घाममा हिँड्दै हिँड्दै हल्का यहाँसम्म आइपुग्यो अब बबाल ठाउँ छ ह्यारी ब्रो र म दुईजना बबाल रैला भइरहेको छ खुट्टा चाहिँ दुख्ने रहेछ लास्ट चाक बिजाउनु थियो दामी देखेको फाइनली आज अब स्विमिङ सकिएर हेरेर म चट्टा आज सेम मार्सस खोला भ्यू पोइन्ट घुमेर आइयो है यस्तो छ ब्याकग्राउन्ड ढुङ्ग्रीमा एकदिन छिर्नुपर्छ केमा अब चट्टा छिर्ने एकदिन टक्क कायक बुक गरेर कायकमा छिर्नुपर्छ हामी चाहिँ त्यो ढुङ्ग्रीमा एकदिन छिर्ने धेरै ठुलो रहर भइसक्यो अब हाम्रो कायक चलाएर साथीहरूले अब कता समुद्रमै लिएर जाने हो कि कता उनीहरूको डेस्टिनेसन थाहा भएन बबाल 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 ल रमाइलो सी है गाइजहरू ल अस्ति भयो आजको टुर बाई बाई सी है
estalla y caíste en cornisa y el cuerpo tibio no te deja pensar. Si te gustó